हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्ते जोडले। फर्स्ट अफ अल विपिन थापा युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत छ। आज चाहिँ हामी रिसिङ गाउँपालिका वडा नम्बर 2 गाउँ 4 गरेका भेनाहरू र रिसिङ गाउँपालिका वडा नम्बर 3 दुबुङ गाउँका सालीहरू बीच मगर कौराका लागि हामी जाँदैछौँ। हामी चाहिँ फर्स्टमै हामी हिजो नै जानुपर्ने हो। हिजो चाहिँ भारी वर्षाका कारण हामी जान सकेन। आज चाहिँ हामी बिहान 7 बजेसम्म पानी परेर पनि पानी रोकिसकेपछि हामीले यात्रा चाहिँ सुरु गऱ्यौँ र एकदम हिलो भएको कारणले खुट्टामा प्लास्टिक हालेर भए पनि हामी चाहिँ हाम्रो यात्रालाई अगाडि बढायौँ र रोडहरूमा चाहिँ पानीको रहरहरू पानी एकदम बाटो पनि चिप्लो थियो र हामी चाहिँ तनहुँको सदरमुकाम दमौली ब्यास्ती गणेश मानचोक हुँदै बेलबास हुँदै अनि कोइदिमघाट सुँडे गोमनताल खुर्सानी मिनाम नाजुङ हुँदै हामी दुबुङ गाउँ जाने हाम्रो यात्रा थियो र हामीले चाहिँ खोलाहरू धेरै तर्नुपर्ने भारी वर्षाको कारणले खोला बढेको कारणले हामीले खोलाहरू तर्ने बेलामा भिडियोलाई चाहिँ समावेश गर्न सकिएन। त्यसमा चाहिँ क्षमा प्रार्थी छु। हजुरहरूले पनि माफ गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। अनि कसले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। र हामी चाहिँ यो सेतीको किनारा हुँदै जाँदैछौँ। हामी चाहिँ जाँदै गर्दाखेरि हामीले चाहिँ हाम्रो चाहिँ फर्स्ट एक्सपिरियन्स र फर्स्ट यात्रा थियो यो दुबुङ गाउँमा जाने चाहिँ। यो बाटो चाहिँ एकदम खतरा पनि रहेछ। हाम्रो पहिलो यात्रा भएर पनि होला एकदम डर लाग्दो, मुटु पनि थरथरै काम्ने बाटो रहेछ। ठाडो उकालो बाटो, चिप्लो बाटो, जाने बेलामा धेरै बाटोहरू पनि एकदम चिप्लो भएर बाइकहरू पनि अड्किने भयो अनि बाइकहरू पनि लडियो अनि फसियो पनि। अगाडि जाने साथीहरूले चाहिँ बाइक फसिन्छ राम्रोसँग आऊ भन्दै थियो सिङ्गल जानेहरूले चाहिँ। तर हामी चाहिँ डबल भएको सबै फसिएर एकदम सङ्घर्ष गरेर हामी चाहिँ बाइक निकालेर दुबुङ गाउँ पुग्यौँ। र दुबुङ गाउँ पुग्दाखेरि चाहिँ यो चाहिँ अहिले देखेको चाहिँ यो पछाडि भर्खरै कटेको गाउँ चाहिँ नाजुङ गाउँ एकदम रमाइलो गाउँ रहेछ। झ्याप्पै हेर्दाखेरि चाहिँ ग्वास्लुङ गाउँ जस्तै लाग्यो मलाई चाहिँ। अनि हामी दुबुङ गाउँ चाहिँ यही बाटो हुँदै गयौँ र दुबुङ गाउँमा चाहिँ हामी पुग्ने बित्तिकै हामीले भलिबल ग्राउन्डमा बसेर चुड्का नचाएको सुनेर बस्यौँ र चुड्का नचाएको पनि ठ्याक्कै थाहा पायौँ। र हामी चाहिँ पुग्ने बित्तिकै दुबुङ गाउँमा फोटो सेसन पनि गऱ्यौँ र फोटो सेसनपछि हामी प्रोग्राममै गयौँ र प्रोग्राममा गएर हामीले चाहिँ अब त्यहाँको चलनअनुसार सालीहरूले चाहिँ टिका लगाइदिने अनि फुलहरू लगाइदिने र इच्छाअनुसार अबिरहरू दल्ने काम पनि भयो। र अबिर दलिसकेपछि प्रोग्राममा बस्यौँ हामी र प्रोग्राममा बसेर 1-2 सरको चुड्का पनि नाच्यौँ। त्यसपछि चुड्का नाचेर रेस्ट गर्ने क्रममा एउटा राम्रो घर पनि देखेँ। त्यो घरलाई पनि यस भिडियोमा मैले समावेश गरेको छु। र हामी फेरि चुड्कातिर आयौँ र एउटा चुड्कालाई पनि सालीहरूको चुड्कालाई पनि समावेश गरेँ। त्यसपछि हामी अब समयअनुसार हामी बिदाई लिने बाध्यता पनि थियौँ। बेलुका भइसकेपछि बिदाई प्रोग्राम पनि गऱ्यौँ र बिदाई गरिसकेपछि फोटो सेसन पनि भयो।